छेडभरमै थपाउँदैछौ म को हो भनेर हजुरसँग काटीकुटी मिल्नेछ अनि मलाई किन दोष लाग्छ मसँग यदि मिल्ने भएको भए भगस्ते घमण्डी तुम्हाराले हजुरकै पुत्र हो हजुरले नै सम्हाल्नुहोस् एकछिनमा थाहा हुन्छ कसको पुत्र को हो भन्ने कुरा अरे अब त्यसले राक्षसी विद्या पढ्यो होला चारसिना गएर त्यसलाई लिएर जसँगले हिरण्यकश्यप हराउन लाग्यो महामन्त्री सैनिक जा दोस्रो चोटि अझै चेतावनी भाषा बोलेको छु अब त राक्षस विद्या मेरो पुत्रले अवश्य पनि हासिल गर्छ जाऊ 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 महाराज महाराज प्रणाम पिताश्री प्रणाम पुत्र प्रहलाद स्वस्ति महाराज स्वस्ति महाराज ल पढ्यो भन्दा हरि ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णु भवहरणं सर्वलोकैकनाथं खं ब्रह्म ईश्वर नारायण हुन्छ पिता अरू चराचर प्राणी उनीको आज्ञा अनुसार चल्छन् खम ब्रह्म ईश्वर भनेको नारायण श्री विष्णु 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 वसत्कारो भूतभव्य भवत प्रभो तेरा खम ब्रह्मा खम विष्णु होइन खम हिरण्यकश्यप खम हिरण्यकश्यप यही तैले बोल्नुपर्ने छ यहाँबाट अरे गुरुवर तलाई महाराज महाराज क्षमा पाऊ महाराज क्षमा पाऊ महाराज महाराज मेरो दाढी दुखिसक्यो महाराज क्षमा पाऊ तलाई क्षमा दिने मुनि जब मेरो पुत्रलाई राक्षस विद्यासँग भनेर यत्रो कडाकार गर्दा पनि तैले मानिनस् होइन महाराज जस्तो सुकै सजाइदिनुहोस् महाराज तर मेरो दाढी नसमाउनुहोस् महाराज मूर्ख तेरो दारी होइन आजबाट एउटा कुरा सुन महाराज जुन कुलघरमा तेरा अन्न पाप भित्रिन्थ्यो ब्राह्मण जजमान गरेर यही राज्यबाट आजबाट तेरा सन्तान शाखा सन्तानलाई यस राज्यदेखि यस देशबाट बहिष्कार गर्ने थियो आजबाट तेरा दारी जट्टा उखालेर यहाँबाट मिर्काइदिन्छु खम ब्रह्मा खम विष्णु पिताश्री तेरा बाहुल्य यत्रा सैनिक यत्रा विद्या यत्रा शक्तिशाली अजरङ्गर वरदान पाइरहेको केको लागि केको लागि यही खम ब्रह्मा खम विष्णु विष्णुको लागि हो त जस्तो श्रीखण्ड रूपी काठमा भय रूपी काँडा भएर